Messi flying forward. Leo Messi! आउनुहोस् हामी त्यो रातको पलपलको भविष्यवाणी गरौँ जुन खेल सकिएपछि तपाईले पुनः यो भिडियो खोलेर प्रमाणित गर्नुहुनेछ। पहिलो 45 मिनेट हाम्रो पहिलो भविष्यवाणी। खेलको सुरुवाती 30 मिनेट निकै सुस्त र रणनीतिक हुनेछ। स्पेनले आफ्नो परम्परागत शैली जस्तै 70% बल आफैसँग राखेर अर्जेन्टिनालाई दबावमा राख्न प्रयास गर्नेछ। तर यहाँ एउटा ठुलो ट्विस्ट आउनेछ। खेलको 35औं मिनेटदेखि 42औं मिनेटको बीचमा अर्जेन्टिनाले पहिलो घातक प्रहार गर्नेछ। स्पेनका डिफेन्डरहरू अगाडि बढेको मौका छोपेर मिडफिल्डरबाट एन्जो फर्नान्डेज वा म्याक एलिस्टारले एउटा लामो पास निकाल्नेछन्। जुलियन अल्भारेजले स्पेनको डिफेन्स लाइनलाई बिट गर्दै अनपेक्षित गोल गर्नेछन्। अर्जेन्टिना 1 स्पेन 0। दोस्रो हाफ स्पेनको काउन्टर अट्याक र 17 वर्षको सनसनी। दोस्रो हाफ सुरु भएपछि खेलको रूपरेखा पूर्ण रूपमा परिवर्तन हुनेछ। प्रशिक्षक लुइस डे ला फुएन्जले स्पेनको रणनीति बदल्नेछन्। अब स्पेन केवल पास खेलिरहेको छैन, उनीहरू सिधै आक्रमणमा उत्रिएका छन्। हाम्रो दोस्रो भविष्यवाणी। खेलको 65औं मिनेटतिर लमिन यमालको जादु देखिनेछ। दायाँ विङबाट बल ड्रिबल गर्दै अर्जेन्टिनाको डिक बक्सभित्र छिरेर उनले एउटा यस्तो कर्निङ सट हानेछन् जसलाई रोक्न एमिलियानो मार्टिनेजका लागि असम्भव हुनेछ। खेल 1-1 को बराबरीमा पुग्नेछ। यसपछि खेल यति तनावपूर्ण हुनेछ कि दुवै टोलीले डिफेन्स कडा पार्नेछन्। 90 मिनेटको नियमित समय यही 1-1 को बराबरीमा सकिनेछ र खेल अतिरिक्त समय एक्स्ट्रा टाइममा प्रवेश गर्नेछ। अतिरिक्त समय र 39 वर्षको अमरत्व। अब आउनेछ त्यो क्षण जसको भिडियो संसारले वर्षौभरि युट्युब र टिकटकमा लुपमा हेरिरहेका छन्। अतिरिक्त समयको दोस्रो हाफ अर्थात् खेलको 110औं मिनेट। खेलाडीहरूको शरीर थाकिसकेको हुनेछ, रणनीतिहरू फेल भइसकेका हुनेछन्। त्यति बेला मैदानमा रणनीति होइन, केवल क्लासले काम गर्नेछ। स्पेनको बक्स बाहिर अर्जेन्टिनाले एउटा फ्री किक वा पेनाल्टी एरिया नजिकै बल प्राप्त गर्नेछ र त्यहाँ हुनुहुनेछ लियोनल मेसी। मेसीले आफ्नो खेल जीवनको अन्तिम विश्वकपलाई खेललाई एउटा मास्टर क्लास गोलका साथ टुङ्ग्याउनेछन्। उनको त्यो एउटै प्रहारले स्पेनको सपना भत्काउनेछ। अन्तिम स्कोर लाइन भविष्यवाणी। अर्जेन्टिना 2 स्पेन 1। यो केवल एउटा अनुमान होइन, यो दुवै टोलीको मानसिक शक्ति र अनुभव र इतिहासको दबावको निचोड हो। स्पेनसँग भविष्य छ, उनीहरूसँग युवा जोश छ, तर अर्जेन्टिनासँग एउटा यस्तो शक्ति छ जसलाई विज्ञानले प्रमाणित गर्न सक्दैन। त्यो हो मेसीका लागि ज्यान दिन तयार टोली र फुटबलको इतिहासकै सबभन्दा ठुलो फेरिटेल अन्त्य गर्ने कसम। तपाईको विचारमा के हाम्रो यो भविष्यवाणी मिल्ला? के खेल साँच्चै अतिरिक्त समयमा पुगेर 2-1 मा टुङ्गिएला? तल कमेन्ट बक्समा आफ्नो विचार लेख्नुहोस् र खेल सकिएपछि यो भिडियोमा फर्केर आउन नबिर्सिनुहोस्। च्यानललाई सब्स्क्राइब गर्दै अगाडि बढ्नुहोला। हवस् त, धन्यवाद।